स्टेप हामीले के चाल्नुपर्ने हुन्छ भनेदेखि अब यसमा चाहिँ के यहाँनिर हुन्छ भनेदेखि यो जुन हामीले एसपिटिसी जुन इन्डोर युनिट हामी इन्स्टलेसन गर्छौँ त्यहाँ त्यो ठाउँमा हामीले पिसिबी पाइप राखेको हुन्छ, ड्रेन पाइप राख्नलाई, त्यसबाट पानी निकासी गर्नको लागि राखेको हुन्छ। यो ड्रेन पाइप भयो है। अब यो ड्रेन पाइप यो तरिकाले हामीले छिरिराख्नु हुँदैन, त्यस कारणले गर्दाखेरि हामीले थोरै यसलाई कटिङ गरिदिन्छौँ है। थोरै कटिङ गरेर हामीले छिराउनलाई सजिलो हुन्छ। पछि हामीले पिभिसी रेपिङ टेप लगाइदिनु पर्ने हुन्छ। हामी साइडमा हामी रेपिङ गरिदियौँ। अब यसलाई के गर्नुपर्ने हुन्छ भनेदेखि अब यसलाई चाहिँ खोल्नुपर्छ, यसको बडी चाहिँ खोल्नुपर्छ है। यो बडीलाई चाहिँ खोलेर राख्नुपर्ने हुन्छ। ल हामीले चाहिँ यो बडी हामीले खासमा किन खोल्नुपर्ने हो भनेदेखि हामीले चाहिँ यो बडी हामीले शुद्धै राख्नुभयो भनेदेखि हामीले के हुन्छ भनेदेखि फ्लेरिङ नट जुन हुन्छ हामीले युनिटमा जुन हामी बसिरहेको हुन्छौँ त्यसमा गाह्रो हुन्छ र बडीमा चाहिँ स्क्र्याचहरू लाग्ने डर हुन्छ। त्यही भएर हामीले चाहिँ यसलाई बडीलाई पहिले चाहिँ खोलेर राखिदिनु पर्ने हुन्छ है। यो तरिकाले खोल्ने। अब खोल्दाखेरि यसलाई बडीले निकाल्दाखेरि हामीले ध्यान दिनुपर्ने कुरा के हो भनेदेखि हामीले किनभने लक भाँचिने गर्छ, यसलाई पुस गर्ने है। यो तरिकाले यसरी माथि गरिदिने।